हेलो 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 बल्ल चल्यो ल नयाँ ब्याट्री हालेको 100% ल ठिक छ हामी माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8बाट काम सकेर फर्केर अब लाचोक र घाचोक भ्रमण गर्न जान लागेका छौँ हामी यता आएको चाहिँ हाम्रो निनीको नाता प्रमाणित गर्न हाम्रो निनीले बिहा गर्यो भनेर कसैले पत्ताएन जस्तो छ त्यही भएर नाता प्रमाणित गर्न हामी यहाँ आएको थियौँ लगभग कति टाइम लाग्यो निनी लगभग होइन 2 घन्टा लाग्यो 12 बज्नु 10 मिनट लाग्यो ठ्याक्कै 2 घन्टा भयो कि हामी पुगेर यता हामीलाई काम सकिन 2 घन्टा लाग्यो 2 घन्टामा हामीले 2 हाफ चाउमिन एउटा चिया सुरुमा मैले चिया ढुङ हानिहालेँ त्यसपछि लेख्न बसेँ म होइन सुरुमा चिया खायो अनि लेख्न बसेको नि त अनि त्यसपछि सिफारिस दिन पर्दो रहेछ यहाँ गाउँतिर लेखेर दिन पर्दो रहेछ फेरि गाह्रो त लेखेर सिफारिस दिनु पर्दैन यत्रो वर्षपछि लेखेको अचम्म परेको अनि मैले लेखेँ अहिले म भ्यू हेर्दै गइरहेको छु सिफारिस लेखेर दिएर सजाएर चाउमिन खाएर कुर्दा लगभग 1 घन्टा जति कुर्यो होला 1 घन्टा कुरेपछि बल्ल हाम्रो वडा अध्यक्षज्यू आएर हस्ताक्षर गरेर जानुभयो यहाँबाट माथि लन्जनी बाटो छ यहाँबाट सिधा गयो भने लङ आउँछ हाम्रो पाजुको गाउँ यहाँबाट सिधा खाली रोड अनि बुधार आइएको अब त नकुनै जानु होला भन्ने मेरो धारणा रहेको छ भन्दा बाइक पुगिसक्यो यो चेकपोस्टबाट यता कता जाँदो रहेछ हाम्रो लङको स्कुल यहाँ पनि एसएकी सेन्टर पर्छ होला है पोखराबाट नपर्ला यता अरूको स्कुल होला नि माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 फेरि भेटौँला हामी यहाँबाट भाइ यहाँबाट हामी निस्क्यौँ यो पुल त धेरै भएन होला नि बनाएको अहिले चाहिँ मजाले पक्की पुलै बनायो होइन यहीँबाट है हामी ल्वाङ र लाचोक घाचोक जाने बाटो छुट्टिने ठाउँमा आइपुगे यहाँबाट सिधा गए मिलन चोक पछाडि गए ल्वाङ देब्रे गए लाचोक र घाचोक हामी लागे लाचोक घाचोक म फर्स्ट टाइम आएको कहाँ हो यहाँबाट कहाँ हो लाचोक घाचोक सिधा कि माथि यता फेरि माछापुच्छ्रे 4 रहेछ है यो 4 नम्बर वडा रहेछ क्या फेरि है ओ के हो बाटो त बिजोक रहेछ धुलो अब कहाँ हो फेरि घाचोक यता रहेछ लाचोक तलबाट उता जस्तो लाग्यो मिलन चोक जानुपर्ने मान्छे लाचोक र घाचोक खोज्दै बस्छ यहाँ त बिच रहेछ बाँच्ने बाटो रहेछ घाचोकमा पिच हामी केही काम नपाएर यहाँ घुम्न आएको हो कस्तो छ त नि ठाउँ भनेर काम पाएँ काम गरेर बसेको होला मन्दिरसम्म जाने नि त्यहाँकै माथि सिधा हेर्नु त त्यही बाटो जस्तो लाग्यो मलाई यो जानु त घाचोक बजार यही रहेछ ओ माई गड चरक यमराज पनि भनिन्छ यसलाई त्यो घाचोक खुमै रे यता खुमै डाँडा जान्छ यहाँबाट
यहाँबाट खुमै डाँडा पनि जान्छ। मार्दी पुल बाटो, मार्दी पुलबाट राइट लागेको भए देख्यो तलबाट रहेछ नि। घाचोक हुन्छ कुन थाहा होइन, जाम के अरे जहाँ पुग्छ। यहाँबाट तल जान त मिल्दैन होला, यहाँबाट तल झर्न त मिल्दैन होला कि मिल्छ र? यो त उतै जान्छ त हो नि यो बाटो त। लस्टी मोटरेबल ब्रिज, लस्टी बाइकहरू जान मिल्ने पुल त रहेछ मजाको। हामी आउँछ भनेर घाचकमा पिच पनि भइसकेको जानकारी गराउँदछौ, जे भनिदिने भयो। अनि कहाँ पुग्यो हामी? हराउँछ क्या हो। यहाँबाट कहाँ जान्छ सोध्नु त यो आन्टीहरूलाई, गइदिने यत्तिकै। त्यही हो रे, घाचोकको लागि सिधा कुकुर भागे। डर लाउँछ कुकुरबाट त भन्छ। घाचोक आएन अझै। हेर्नुहोस् यो घुम्ती कति डर लाग्दो। टु खुमै डाँडा यताबाट जाने रहेछ होइन। घाचोक गाउँपालिका यही रहेछ, यही रहेछ घाचोकको बस्ती। खुमै जाने बाटो नि यही रहेछ त है। हिँड्न त्यहाँ वे टु खुमै डाँडा जाने बाटो ट्रेकिङ। बल्ल पूर्व भुज्रुङ खोला, पूर्व शुक्ल गण्डकी यता हो भनेपछि। भनेपछि यो ठाउँ घाचोक। दिस इज घाचोक गाइज। कता पुग्ने थाहा छैन, घाचोक छिरी। फर्स्ट टाइम आउने मान्छेहरू नआए नि हुन्छ। घाचोकको बजार कति राम्रो घर हो घाचोकमा। स्कुल हो कि के हो? स्कुल पनि रहेछ। त्यो पनि हो, यो पनि स्कुलकै जग्गा हो क्या, होइन रहेछ, नर्सरी रहेछ। के हो टोल विकास समिति। यताबाट पोखरा त निस्किन्न है, निस्किन्न क्या। यताबाट कहाँ निस्किन्छ र? निस्किन्न होला। हामी त धेरै यता आयो नि त। पहिला चोक यो उताको हो र। हामी बाटो भड्किसकेको छ जस्तो लाग्यो मलाई। यहाँ एउटा बाजेले भन्नुभयो कि हामीलाई हामी उल्टो बाटो आएछौँ, हामी धन्दा भुज्रुङ खोला पुगेछौँ, हामी जुन बाटो आयो त्यही बाटो फनक्क फर्किँदैछौँ। फनक्कै हो क्या फेरि। घाचोक भनेर हिँडेको मान्छे हो कहाँ हो। पिपलको बोट भनेपछि त अघि नै त्यो ठ्याक्कै त्यो खुमै जाने बाटो भन्थ्यो नि, त्यहाँ हो। त्यहाँबाट माथि घाचोक भयो। हामी बाटो नचिनेको कारणले घाचोक र लाचोक नजाने कुरो भयो। अब सिधै घर जाने निर्णय भयो, फैसला। सुरुमा हामी बगर जान्छौँ, नाता पर्मानेन्ट बुझाउँछौँ, त्यसपछि घर जाने। म टन्ने भइसक्यो खाजा खाएर, म खाजा नखाने। निनीले भात खाने रे। अब पर हेन्जा गर म मेरो क्यामेरा अन गर्छु भनेर मेरो 2 शब्द एन्टोन गर्न चाहन्छु। हस् त, धन्यवाद। हामी लाचोक घाचोक नघुमी सिधै मिलनचोक निस्केर हेम्जाबाट तल जान लाग्छौँ। यो गाडीले 2 मिनट भयो अड्का छ हामीलाई। अब यस्तो पाउँदैन भेट्दैन।
यता नि भइसक्यो नि अब यो जोड्न मात्र बाँकी छ क्या एमडीको पुलबाट लागे धुलो उडायो बाइकले अगाडि यो बाटो सिधै लामो छ यहाँबाट लामो चौक जाने बाटो गाइड यो हाम्रो नयाँ बाटो आज कहाँ हुनुहुन्छ अरे हामी भन्छ त्यहाँ गएर खुत्ता दिने ओरिजिनल हामीले लाने त्यसपछि घरतिर हामी पोखरातिर मेस लगतै मेरो आजको भल सकिन्छ भन्ने जानकारी गराउँदै कविता हुन्छु हस्त धन्यवाद।